मोबाइल है यार मोबाइल है ते अलि देर मनै पर्दैन नि क्या दामी छ कि यहाँको घरमा यो हो नि त यस्तो दामी मलाई यो छतको के यो छतको सही लाग्यो क्या मलाई छतको यो हैन यस्तो त डेन्जर हो नि यो आज फेरि लुम्बिनीमा रमाइलो पनि रहेछ क्या दामी छ के माथि जान नपाइँदैछ जान मनाइ छ भनेर लेख्यो उता बाहिर बाहिर यसो घुमेर जाम त वाह डेन्जर डेन्जर छ त यहाँ उ फुतु 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 गरे के परेवा उड्यो यहाँको यो त झनै डेन्जर यस्तो तरिकाले बनाएको छ कि यो मन्दिर अन्त यो यस्तो डेन्जर तरिकाले यो मन्दिरमा सबैजना एकचोटि आइदिनु होला मन्दिर दामी छ यो कोरियन टेम्पल एकचोटि यहाँ सबैजना आउनुपर्छ है मन्दिर चाहिँ हरिफ छ यसचोटि यहाँ हेर्नलाई यो हाम्रो यता पश्चिमपट्टि छ आइदिनु होला एकचोटि सबैजना हेर्नु पोखरादेखि आएर आइसक्यो त्यो मान्छेहरू जो अहिले हामीतिर बोलिरहेको थियो नि पोखरादेखिको रहेछ कि सोधेको पोखरादेखि मन्दिर बुद्धको क्या दामी दामी मन्दिरहरू छ एकचोटि यहाँ आउनुपर्छ कि हेर्नु सही छ नि पोखरादेखि रहेछ अनि के घुम्न आउनु भयो यस्तो दामी छ कि ठाउँ त सेफ्टी हो कि के हो यो इनार जस्तो ए ठुलै भवन आइसक्यो त्यहाँ भएको त्यहाँ
यहाँ चित्र थियो नि अघि फोटो थियो नि यहीँको भयो भने यसरी ल जाऊ कि दामी छ यार यहाँको घरहरूमा होइन घरहरूमा बाहिर हेरेर पनि भित्र नगयो भने बाहिर हेरेर बसौँ जस्तो ठाउँ के है होइन भित्र पढ्नै पर्दैन कि बाहिर यतिकै राम्रो छ यो भित्र त कति राम्रो होला अझै भित्र त कस्तो छ देख्नै परेन बाहिर हेर्नु कस्तो बाहिर हेरेर त्यति चित्त बुझ्दो आज त धेरै हिँड्ने धेरै हिँड्ने कुनै बेला आएर यहाँ चढ्ने यहाँ माथि ए माएर बार लाएर राखेको छ कुनै बेला यसरी घुम्नु भएको थियो यहाँ आएर यसरी यसरी यही हो कि पहिलोचोटि यति घुम्नु भएको कहाँ यसरी हिँड्नु पाइन्थ्यो पहिला त यसरी हिँड्नु पाइन्थेन अनि हिँड्नु नपाएपछि त यही हो फर्स्ट एक वर्ष पर्छ मन फर्किहालौँ भन्ने हुन्थ्यो पहिला पहिला त है यस्तो थिएन यो त सही लाग्यो मलाई यहाँ माथि बा यस्तो डेन्जर के सही लाग्यो कि मलाई यस्तो यो हो नि त त भित्र तर भिडियो खिच्न पाइन्थ्यो कि पाइन्थेन थाहा भएन